फ्रम इलाम म चाहिँ इलामबाट र आज हाम्रो धरान कामियार हलको सन्तानज्यू चाहिँ इलाममा हाम्रो भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम रहेको छ र हाम्रो यस कार्यक्रमका आयोजक स्वतन्त्र नागरिक इलाम रहेको छ। सो सबै आउँदै हुनुहुन्छ, धेरै खुसी छौँ अनि उहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ। हामीले के हलका सन्तानको स्वागत गर्नलाई हामीले यस्तो बनाउँदैछौँ। जय हलका सन्तान भन्नु न, जय हलका सन्तान, जय सन्तान। मेकअप त हल्का दिनै पर्यो नि। कसो ए भयो भयो भएको थिएन र हामीले चाहिँ यो रेडी पारिसक्यौँ है अब। अनि यता पनि अर्को दिदीले रेडी पारिसक्नु भयो। अनि हामी हल्का साम्पाङसँग भेटघाटको लागि उपस्थिति हेर्न सक्छौँ। यहाँ चाहिँ हाम्रो एकजना प्यारी सानी बहिनी छ अनि उसले चाहिँ गाना गाउनु लागेको रहेछ। सो हेरिदिनु होला सबैले। मेरो नाम स्मृतिका राई हो, म कक्षा 5 मा पढ्छु। मेरो विद्यालयको नाम श्री पिनापानी सेकेन्डरी स्कुल हो र आज हल्का सन्तानज्यू आउनु हुँदैछ। धरानको मेयर हल्का सन्तानज्यू आउनु हुँदैछ र आज म उहाँलाई गीत गाएर सुनाउन चाहन्छु। मेरो नाम स्मृतिका राई हो, म कक्षा 5 मा पढ्छु। मेरो विद्यालयको नाम श्री पिनापानी सेकेन्डरी स्कुल हो र आज हल्का सन्तानज्यू आउनु हुँदैछ। धरानको मेयर हल्का सन्तानज्यू आउनु हुँदैछ र आज म उहाँलाई गीत गाएर सुनाउन चाहन्छु। यता चाहिँ हाम्रो लुलाम ब्लग अनि उहाँ चाहिँ हाम्रो गाउने बहिनीको बाबा हुनुहुन्छ। तिम्रो खुसीको लागि म मरि हत्या गर्छु है। अर्को जुनीमा तिम्रो खुसीको लागि मरि हत्या गर्छु है। धन्यवाद। केलाङ त साग लगाइसकेको छ पर किन हाम्रो केलाङ र साकेला चाहिँ आइपुगेछ है। साम्बाङलाई स्वागत गर्नलाई हामी यतिजना यति आतुर भएर बसिरहेको भोलिन्टियर्सहरू अनि यता साकेला अनि चाब्रुङ नाचका लिएर आउनुहुने कलाकारहरू हामी
आतिथ्यको आसन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रम उद्घोषकज्यू यो आजको म त सानो भेटघाटमा आएको हो, धेरै मान्छे भेला भइराख्नु भएको छ। यो कार्यक्रमका अध्यक्ष तथा इलामका स्वतन्त्र नागरिक समाजका अध्यक्ष लक्ष्मी राईज्यू, त्यो पनि छ नि त, छोरा मान्छे त रुनु हुँदैन भन्ने खालको पनि छ। हो म छोरा मान्छे नै हो, तर पनि म रुन्छु। किन रुन्छु भन्दाखेरि तपाईँहरूको आँखा यति धेरै मान्छेको यति धेरै आँखाले मलाई आज हेरिराख्नु भएको छ, नत्र भने यहाँ तपाईँ यहाँ यसरी उभिएर बसिराख्नुहुन्न। तपाईँको काम घर परिवार छ, विभिन्न छ। यसरी आम नेपालीले होइन आफ्नो आँखामा देखेको सपनाहरू जब यो देशमा छैन एउटा धोकामा परिणत हुन्छ, जब हामी हजारौंको संख्यामा विदेश जान्छौँ, सयौंको संख्यामा मरेर आउँछौँ, 21औं शताब्दीमा हामीले पनि सुख पाउने अधिकार हाम्रो छ। हामी हाँस्न चाहन्छ तर हाँस्न सकिराखेको हुँदैन। ती पीडाहरूलाई महसुस गर्छु अनि रुने गर्छु। कहिलेकाहीँ ठुल्ठुलो कार्यक्रमहरूमा पनि तपाईँको छैन भावुक बन्ने गर्छु। त्यसलाई अन्यथा पनि मान्नु हुँदैन, मान्छे हो, विभिन्न अलिअलि बनेको यो झ्यालहरू पनि फुट्छ है, हो कि भन्नु न है। मुद्दा लाग्छ, पुलिसले पक्रिन्छ होइन, अनि अदालत पुग्यो भने वकिललाई पैसा खुवाउनु पर्यो, जीवनभरको तुस रह्यो है, तँलाई भन्ने स्थिति हुन्छ। मजाले मिलेर हिँड्दै गरेको भाइ भाइ होइन, दाजुभाइ दिदीबहिनी, त्यसले गर्दाखेरि हामीले चाहिँ अब मिलेर काम गर्नुपर्छ भन्ने मेसेज म चाहिँ दिन चाहन्छु। र अब तपाईँ यतिजनाले मात्रै गरेर पनि हुँदैन होइन, हजारौंको संख्यामा लाखौंको संख्यामा तपाईँ पहिलो। र मैले अघि भने खड्का साम्पाङलाई नेता मान्नु पर्दैन, म कसैको नेता भए होइन है, तपाईँ आफै खुद तपाईँको नेता हो भन्नुको मतलब तपाईँमा त्यो आत्मविश्वास हुनु पऱ्यो क्या होइन। अघि मैले अब समय थिएन, नत्र लामो भन्थेँ, त्यत्रो लामो त्यहाँ अब उभिएर सुन्ने पनि कुरो भयो। तपाईँ नेता खोजिनुहुन्छ भने चाहिँ त्यो चाहिँ तपाईँ आत्मनिर्भर नभएको हो क्या होइन। तपाईँ खुद चाहिँ कसरी सिचुएसन ह्यान्डल गर्नुहुन्छ त, कुनै समस्या तपाईँको जीवनमा आइलाग्यो भने होइन, त्यसलाई चाहिँ कसरी समाधान गर्नुहुन्छ त भन्ने तपाईँहरूसँगै हुनु। 2 बजी आइपुग्यो भनेपछि निकै टाढै छ, बिचमा गाडी नै थियो। धन्यवाद सबैलाई। प्रश्न के अरे लामो गर्नुभएको छ, म चाहिँ छोटो छोटो उत्तर दिनु पऱ्यो। सबैभन्दा पहिला चाहिँ अब यो स्वतन्त्र भएर मात्रै तपाईँ हिँडेर माथि के अरे कसरी पुग्ने होइन, कार्यकारी चाहिँ जनताबाट चुनेको, कार्यकारी प्रमुख चाहिँ जनताबाट चुनेको हुनुपर्छ भनेर अघि मैले भने। अब त्यो चाहिँ स्वतन्त्र अभियान मात्रै चलाएर सम्भव छ कि भनेर सोध्नु भएको छ, त्यो सम्भव छैन है। यो देशको बाई बाई सबैजना अर्को भाइले बोकिरहेको थियो त होइन। केही नखाइ जानुभयो क्या अब। अरू साथीहरू कोही आउँदै हुनुहुन्छ। हाम्रो धर्म